स्टार्ट रेकर्डिङ। अब फर्स्टमा न्यू कम्पोजिसन हाम्रो कति छ 1080 ठिकै छ। यसलाई ओके गरौँ। अब यसको टाइम एउटा ल्याउँ, यसको टाइम ठिकै छ। अब जाउँ हामी एउटा पहिला जस्तै मेन कम्पोजिसनको नाम पनि हामीले रिनेम गर्नुपर्ने थियो, रिनेम गर्न पाएन। रिनेम त यहाँनिर यसलाई हटाइदियो। रिनेमबाटै जाउँ हामी। यहाँ जाने, यो चाहिँ मेन कम्पोजिसन हाने COMP मेन भयो। त्यसपछि हामीले फोटो ल्याउनु पर्यो। फोटो अहिले मैले यो फोटो युज गरिरहेको छु। त्यसपछि हाम्रो अर्को एउटा चाहिँ न्यू कम्पोजिसन गर्ने, जस्तो चाहिँ फोटो स्लाइड बनाएर छुट्टै राखेँ मैले। यसमा चाहिँ हाम्रो के राख्ने, फोटो भएर छ, ठिकै छ। यसलाई यसमा राख्ने। यसको चाहिँ स्केल साइजहरू होइन, एज फर स्केल हामी थोरै डाउन गरिदिउँ, यतिसम्म राख्ने यसलाई। अब यता गर्ने भए यसलाई यहाँबाट फ्लिप गरे पनि हुन्छ। उल्टो भयो जस्तो लाग्यो। फ्लिप फ्लप भनेर चाहिँ यतैतिर आउनु पर्ने हो। यो डाइले उता गयो, देखाएन भनेपछि यसलाई अहिले यति नै राख। यो भयो। अब यसलाई चाहिँ हामीले बिस्तारै स्केल र कति फ्रेम भनेपछि 6 फ्रेमसम्म चाहिँ थोरै सेकेन्डसम्म हामी यसलाई थोरै डाउन पनि गरिदिउँ। धेरै भयो, थोरै मात्रै। मिल्छ। F9 भयो। अब हामी चाहिँ जाउँ मेन कम्पोजिसनमा। मेन कम्पोजिसनमा कुन हो त, यो हो हाम्रो। यसलाई लिएर हामी यहाँ राखिदिउँ। यता राखिसकेपछि हाम्रो एउटा चाहिँ सोलिड लिउँ, वाइट कलरको। यसमा चाहिँ हामीले ग्रेडियन्ट र्याम्प RAMP है, यसलाई चाहिँ यसमा हालिदिउँ। ग्रेडियन्ट र्याम्प चाहिँ हाम्रो यसमा चाहिँ ट्याक्कै यतातिर ल्याउँ, अनि यो चाहिँ रिडालमा राखिदिउँ। अब यो जुन राख्छ यसलाई पनि हल्का यस्तै टाइपको वाइटमा दिउँ थोरै, ठिक छ। अब हाम्रो यो पार्टलाई हामीले के गर्नु पर्यो त, यसको ओपेसिटी हजुर त्यो फोटो माथिको तलको ग्रेडियन्ट हो। अब यहाँनिर अर्को के हाल्नु पर्यो भने टिन्ट भन्ने इफेक्ट, टिन्ट भन्ने इफेक्ट हामीले यसमा हाल्नु पर्यो। यसलाई ब्ल्याक एन्ड वाइटमा यसले कन्भर्ट गर्छ। त्यसपछि हाम्रो यसको ओपेसिटी, T फर ओपेसिटी। ओपेसिटी हाम्रो कति राख्ने भन्ने हुन्छ। जस्तो यहाँबाट हामी अगाडि 0 राखौँ पहिला, यहाँदेखि यहाँसम्म 1 सेकेन्डसम्म हुँदै गर्दाखेरि फर्स्टमा 0 होस्, त्यसपछि 1 सेकेन्ड हुँदा 20 अराउन्ड गर्दै हुन्छ यसलाई। यति जाओस्, यो चाहिँ प्ले भइरहन्छ। यसलाई हामीले F9 फर इजी इन, यतिको। गुड मर्निङ।
भन्नुहोस्। यो भइसकेपछि हाम्रो यहाँ चाहियो यस्तो है। अब कतिसम्म राख्ने भन्ने हुन्छ। ओपेसिटी यसलाई चाहिँ हामी स्टकलाई हामी अफ गरिदिउँ, फिललाई हामी अन गर्छौँ। अब यसको मेन एङ्कर पोइन्ट कहाँ राख्ने भन्ने हुन्छ। एङ्कर पोइन्ट म यता राख्छु, किनकि यसलाई यस्तै स्लाइड गर्नुपर्ने हुन्छ। यहाँनिर गएर कहाँ छ त्यसको एङ्कर पोइन्ट, यो हो। अब रोटेसन हाल्यो भने थाहा हुन्छ हामीलाई एङ्कर पोइन्टले काम छैन अझै, यहाँ रहेछ। यो एङ्कर पोइन्ट हाम्रो कहाँ आउनु पऱ्यो, यहाँनिर आउनु पऱ्यो। अझै ल यसलाई कहाँ राख्ने, यहाँ राख्ने। अब चाहिँ हाम्रो यसलाई लिएर हामी थोरै यता कतिसम्म छोप्ने हो, रोटेसन गरेर हेरौँ चाहिँ। ल यति गऱ्यौँ हामीले। चाहिँ हल्का रोटेट हालेर ल यसपछि हामीले यसमा के राख्नु पर्यो भने स्टक हाल्नु पर्यो, के अरे ड्रप स्याडो। ड्रप स्याडो यसको यहाँ चाहिँ डिस्टेन्स, यो हामीहरू ओपेसिटी 20 जति गरिदिउँ, अनि डिस्टेन्स र सफ्टनेस 100 गरिदिउँ। त्यसपछि यो चाहिँ डिस्टेन्स हल्का 50 जति गर्दा हुन्छ यसलाई। ओपेसिटी अझै कम गरिदिउँ। ठिक छ, त्यसम्म चाहिँ हाम्रो यो भन्यो। अब यसको चाहिँ हाम्रो एनिमेसन चाहियो होइन। ज्यादा भयो कि क्या हो यो। अब यसलाई चाहिँ हामीले एनिमेसन गर्नु पर्यो। एनिमेसन गर्दाखेरि के बुझ्नु पर्यो त, पोजिसनलाई एनिमेसन गर्ने हामीले P4 पोजिसन। पोजिसन हाम्रो अब कति सेकेन्डमा यता आउने हो, यहाँ एउटा फ्रेम हामीले पोजिसनको राखौँ। यसलाई चाहिँ कुन पोजिसन हो, यो हाम्रो अगाडिको 0 अमाउन्ट राख्ने है। सरी, यहाँ हामीले अनलिङ्क गरे कि गरेन यसलाई, लिङ्क हाम्रो भएन। कहाँ छ, यहाँ छ होइन। पोजिसनमा डाइरेक्टली कि पहिल्यै दिएको छ हामीले। सरी, स्केलमा हो पोजिसन होइन। स्केलमा चाहिँ हामीले यो अनलिङ्क गरेर अगाडिको अमाउन्टलाई के गर्ने, 0 गर्ने। ठट्ट आउनु पऱ्यो यसको। यसलाई चाहिँ F9 फर भइहाल्यो। अब ग्राफ एडिटरलाई हामीले स्मुथली पार्नु पर्यो होइन। अब यति भइसकेपछि यसलाई कन्ट्रोल D फर, यसलाई थोरै पछाडि गरिदियो। यसलाई कन्ट्रोल D फर डुप्लिकेट। अब यसमा तपाईँले यसलाई थोरै ब्याक लिनु पर्यो, यति। यसलाई थोरै पछाडि आओस् यो होइन। फेरि तपाईँको यसलाई पनि कन्ट्रोल D फर डुप्लिकेट, यसको पनि थोरै यतिमा जानु पर्यो। अनि यसमा चाहिँ तपाईँले एउटा कलर फिल गर्दै हुन्छ।
कलर चाहिँ हामी चेन्ज गरिदिउँ। यसको पनि थोरै टाइमिङ चाहिँ हैन यतिसम्म आउनु पर्यो। यो आइसकेपछि ठिक छ यो मोसन के ठिक छ हैन। यति भएपछि अब यतिलाई नै हामीले के गर्ने प्री कम्पोज गर्ने हो। कहाँ हाम्रो मेन कम्पोजिसनमा छ कन्ट्रोल डी फर डुप्लिकेट यहाँ फ्लिप भन्ने फ्लिप फ्लप भन्ने छ यसलाई लिएर यसमा राखिदिने तपाईँको हो। अब ट्याक्कै एनिमेसन हो। यतिसम्मको हाम्रो भयो हैन। अब के गर्ने त यहाँ हामीलाई एउटा उ चाहियो यस्तो पोलिगनहरु। पोलिगन लिँदाखेरि अब एउटा पोलिगन लियौँ। अब यसको अहिले जुन यो उ छ पोइन्ट्सहरु 5 छ हैन। कति चाहियो तपाईलाई पोइन्ट्सहरु त्यो अनुसार बढाउन घटाउन मिल्छ है। तपाईले मैले यति राखे। यसलाई चाहिँ तपाईले कहाँनिर राख्नुहुन्छ यसरी अझै थोरै स्केल यसको थोरै स्केल बढाइदिउँ। यो भयो। यसको पनि हामीले सेन्टर पार्दिउँ। यसलाई एज फर स्केल हो काटा 0 देखि अब यसलाई थोरै ब्याक राख्नु पर्यो हैन। कलर चाहिँ चेन्ज गरिदिउँ। F9 for easy in graph editor। आइसकेपछि यसलाई कन्ट्रोल डी गरेर तपाईं फेरि यसमा के गर्न सक्नुहुन्छ स्टक चाहिँ अन गर्दै हुन्छ। ठ्याक्कै यसरी पछि थपेको एउटा त इफेक्टको लागि हैन। आइसकेपछि तपाईको ओके चाहियो त भनेपछि यहाँ हाम्रो केही एक्स्ट्रा एलिमेन्ट्सहरु चाहियो। एक्स्ट्रा पोलिगन्सहरु एलिमेन्टहरु जुन भयो भने अब यसमा मैले अघि भनिसके के चाहियो त कतिको यतिको राखेँ मैले। यस्तो यहाँ चाहिँ थोरै स्टक पनि यसको हाल्दिउँ। यहाँ ड्रप स्याडो पनि हाल्दै हुन्छ। ड्रप स्याडो
यसको जुन आफ्टर इफेक्टमा छ नि सर हजुर एक्स्ट्रा प्लगइनहरू केही छ कि होइन छन् त्यो उहरू प्लगइन चाहिँ हेर्ने हो भने यतातिर अघि हिजो देखाएको तिनीहरू सबै सेभरहरू छ तिनीहरू थुप्रो हुन्छ। अब यहाँनिर हाम्रो ओपेसिटी लाई कम गरिदियो। अब यसको एङ्कर पोइन्ट हामीले टक्कै सेन्टरमा ल्याउनु पर्यो। यहाँनिर होइन अब चाहिँ के हुनु पर्यो भने आइसकेपछि बल्ल एनिमेसन हुनु पर्यो। अब यसको पनि एज फर स्केल हो र 0 F9 फर इज इन थोरै सफ्ट गरिदिउँ। यसलाई चाहिँ हल्का मार्केटलाई यस्तो गरिदिउँ। आइसकेपछि हाम्रो यसको रोटेसन आर फर रोटेसनमा अल्ट प्रेस गरेर टाइम इजकल टु टाइम इन्टु कति 25 राखेको थियो हो। त्यो लेख्ने चाहिँ कहाँबाट आएर त्यहाँ अल्ट प्रेस गरेपछि ए आउँछ अब यो यहाँनिर हामीले यसको स्टक चाहिँ कम गर्न सक्छौँ। अझै कति राख्ने हो जति चाह्यो त्यति राख। यहाँसम्मको बुझ्यो कि बुझिएन यो त्यो स्टकमा एनिमेसन हाल्नु भएको थियो नि त्यो सर आउने माथि जानु त्यो चाहिँ गर्न आयो। कुन चाहिँ यो यो होइन माथि त्यो ए त्यो एनिमेसन हालेको होइन त्यो त यही डुप्लिकेट भएको त हो नि। त्यसैमा स्टक मात्र निकालेको स्टक चाहिँ खोल्नु होइन सर होइन स्टक र ऊ दुइटै खुलै छ। त्यो बन्द गरे पनि ऊ गरे पनि देखिने यही हो। एउटै हो कलर एउटै छ एउटै देख्छ अब तपाईँ यहाँ चेन्ज गऱ्यो भने अर्को कलर यहाँ आइहाल्छ है। अन्त यहाँ कलर एउटै भएको हुनाले यसरी अब यो यहाँसम्म हाम्रो पुग्यो। अब पुगिसकेपछि हामीले फोटो प्लेस कहाँ गर्थ्यौँ भने यो हाम्रो यो हो डुप्लिकेट। यसलाई कन्ट्रोल डी फर डुप्लिकेट अनि कुन फोटो हो यो होइन त योभन्दा तल राखौँ। अनि यसलाई चाहिँ हाम्रो के थियो यहाँमा गएर सेभ 4 होइन यसो गएर सेभ 4 सेभ लेयर 4 होइन तर सब हराइदियो कि स्केल थोरै डाउन गरौँ। त्यो राउन्डभित्र यो हाल्दाखेरि चाहिँ त्यो के गर्नु सेप लेयर म्याटलाई म्याट गरेको हो। त्यसको डुप्लिकेट गरेर एउटालाई माथि राख्यौँ अनि पछि चाहिँ त्यही फोटोलाई हामीले उ गरिदियौँ जसरी आउँछ अनि ठ्याक्कै त्यहाँ फोटो खुल्छ। अब हामीले यसको चाहिँ साइज हल्का बढाइदिँदा हुन्छ एज फर अन्त अब
जुन हाम्रो यो छ टाइमिङ कन्ट्रोल डी फर डुप्लिकेट यसलाई उठाएर कता राख्ने अर्को ठाउँमा पनि हल्का चाहियो भनेपछि यसको हामीले यसमा पनि हल्का की दिएकै छौँ यो की चाहिँ थोरै सानो गर्दै हुन्छ अनि यसको कलर चाहिँ थोरै डिफ्रेन्ट किनभने यहाँ ब्लू छ त ब्लूलाई पिक गर्दा बेटर हुन्छ यस्तो भएपछि यो यहीँ आएको हुन्छ अझ पनि प्ले हुँदैन यसलाई यहाँ तान्नु पऱ्यो क्या अब यो कुन थियो हाम्रो यो हो स्केलको ठिकै छ कि अलि मोटो भयो भन्ने कुरो हो क्या यो यतिमै राखिदिउँ यो के हटाइदिएँ मैले अब फोटो अलरेडी त्यहीँबाट खुल्या छ भने त्यो केही गर्नु परेन ठिकै छ यता दुइटा घुमिरहेछ अनि अब तपाईँको जस्तो यहाँ हामीले केही लेख्ने हो त यता होइन जस्तो यो चाहिँ तपाईँले छुट्टै कम्पोजिसनमा बनाए पनि हुन्छ अब यो यता जाने न्यू कम्पोजिसन गर्ने अब यहाँ राख्नलाई के राख्ने त भनेपछि के डिटेल्सहरू यहाँ आउनु पर्यो हो यसको बारेमा भनेपछि कतिपय कतिको राख्ने भन्ने हुन्छ नर्मल्ली हामी 1080 बाई 1080 को साइज बनाइदिउँ न 1080 होइन कस्टम चाहिँ 1080 सानै साइज बनायो केही फरक पर्दैन यसमा चाहिँ हामीले अब डिजाइन गर्नु पर्यो हाम्रो साइज त्यहाँ यस्तो छ साइज यसलाई चाहिँ यहाँबाट हामीले फेरि यसमा गएर राउन्डनेस दियौँ यस्तो टाइपको अब स्टक मात्रै दिए पनि हुन्छ अथवा यसैमाथि नाम अथवा केही डिटेल्स लेख्ने भए यसैमाथि लेखे पनि भयो अब यसलाई पनि हामीले कसरी आउने त डुप्लिकेट कन्ट्रोल डी फोर डुप्लिकेट हो अनि हामीले अघि भने जस्तै एउटालाई यो चाहिँ P4 पोजिसन सेकेन्डमा यो चाहिँ थोरै यताबाट आउँछ यताबाट हो यसको चाहिँ ग्राफ एडिटर थोरै यो गरिदिउँ अब त्यसपछि यसलाई लिएर सेभ टु भित्र हालिदिने होइन यसपछि अब के राख्ने त यसमा चाहिँ केही नामहरू अब यहाँ चाहिँ मैले यसलाई चाहिँ हामी कस्तो डिजाइन बनाउनु त अब एउटा अर्को पनि बनाउनु पर्यो कन्ट्रोल डी फर डुप्लिकेट राख्नु पर्यो
चाहिँ हामी थोरै साइज सानो गरिदियो अब यसलाई पनि त्यसरी निकाल्ने भए यसलाई पनि म्याटभित्रै हाल्नुपर्ने हुन्छ होइन यसलाई चाहिँ मानौँ त्यसभित्र हाल्नु पऱ्यो भने यसरी नै लाइन गराउनु पऱ्यो भने चाहिँ यसलाई चाहिँ के अरे प्रि गरेर प्रिकम्पोज गरेर अनि फेरि डुप्लिकेट गरेर त्यसरी नै हाल्ने अँ जस्तो यो राखौँ होइन थोरै सानो पारिदिउँ कलर चाहिँ अब एउटा भएन एउटा कलर चेन्ज चाहिँ चाहियो हामीलाई अब कुन कलर चेन्ज भने तलको राखिदियो हामी यस्तो टाइपको कलर दुइटैलाई हामी सँगै सिलेक्ट गरेर प्रिकम्पोज गर्दै भयो हाम्रो कहाँ छ यहाँ छ अब हामीले यसलाई चाहिँ डुप्लिकेट होइन हामीले यहाँ चाहिँ एउटा त्यो ऊ बनाउनु पर्छ यसको लागि म्याटको लागि पेन टुल लिएर काट्नु पऱ्यो क्या होइन यस्तो ढाक्नु पऱ्यो यसलाई तल हुनु पऱ्यो यो माथि होस् हो यसको चाहिँ तर यो तरिकाले हुँदैन जस्तो लाग्यो मलाई P4 पोजिसन हाम्रो यहाँ जानु पऱ्यो होइन यहाँ चाहिँ हामीले कुन हो त्यो प्रिकम्पोज 2 अब हुन्छ जस्तो लाग्यो खै दिएन क्या दिनुपर्ने हो यसरी पनि दिएन अब यो नभएपछि हामीले प्रिकम्पोज 2 अस्ति हजुर चाहिँ मार्क्सिङ गर्नुभएको थियो नि त्यसरी नै हुन्छ यो एक यसरी नै जानु पर्यो यो यहाँ गयो होइन यो सर यता आयो यहाँ पनि यता यसरी नै आउनु पर्यो भनेपछि यसको डाइरेक्टली पहिला हामीले पोजिसन पहिल्यै हान्नु पर्यो है पोजिसन हाम्रो पहिल्यै दिइदिउँ यसलाई पनि यतैबाट आएको होइन यस्तो भयो अब प्रिकम्पोज गर्दा हुन्छ कि त्यसपछि यसलाई प्रिकम्पोज गरेर कहाँ छ हाम्रो यसमा छ अच्छा सेभ यो हो कम्पोज 2 किन देखाएन त देखाउनु त पर्ने हो यो भयो यसलाई सिलेक्ट गरेर काट्यो भने त यो पनि हुनुपर्ने हो त्यहीँबाट होइन तर यो सिलेक्ट भयो त्यो चाहिँ त्यहीँबाट सिलेक्ट गरेँ मैले होइन यहाँनिरबाट आयो नि त कुन चाहिँ यो योले एउटै हो कुरो एउटै हो त्यो गरेर पनि यो गरेर पनि होइन अब यसको स्मुथनेसबाट यहाँबाट हामीले यु प्रेस गरेर के भनेको छ हाम्रो ग्राफ एडिटर अलिअलि स्मुथनेस गर्दा मेरो
पऱ्यो ब्याक अनि अब एउटा अगाडि एउटा पछाडि हानिदियो पहिला कुन आउनु पऱ्यो यो आउनु पऱ्यो सेकेन्डमा यो आउनु पऱ्यो अब यसको मोसन ब्लरहरू पनि अन गर्दै हुन्छ यहाँ गएर मोसन ब्लर अन गरिदिने होइन यति भइसकेपछि अब के हो त यहाँ डिटेल्सहरू जे राख्ने हो अब हामीले यसलाई के राखेको छ भने प्रिकम्पोज 2 भनेर राखेको छ मेन कम्पोजिसन हाम्रो यो हो अब प्रिकम्पोज 2 लाई उठाएर कहाँ राख्नु पर्यो मेन कम्पोजिसनमा लिएर राख्नु पर्यो बैकग्राउंड खाइदियो कि क्या बैकग्राउंड तो देखा ए ओके हैन कम्पोजिसन 1 राख्नु पर्यो यो कम्पोजिसन 1 हैन यो मेन कम्पोजिसनमा यसलाई हटाएर कम्पोजिसन 1 लाई लिएर राख्नु पर्यो हैन यसलाई चाहिँ तपाईहरुले यहाँनिरबाट आउनु पर्यो त यसरी अब यहाँ जे राख्ने हो हामीले स्केल गरेर चाहिँ यहाँबाट मिलाउँछौँ हो यता कति ठुलो चाहिने सानो चाहिनेमा अथवा यसरी हैन अथवा स्टक चाहिन्छ भने पनि हामी त्यही गर्छौँ यसमा ड्रप स्याडो चाहिन्छ भने हामी ड्रप स्याडो पनि यतै हान्छ सफ्टनेस 100 हेलो फिट बनाइदियो अब तल के राख्ने त हैन फोन नम्बर कन्ट्याक्ट डिटेल्सहरु यसैमा राख्ने कि अथवा अर्कै उमा ल्याउने त ल्याउने जुनमा ल्याउनु छ त्यसलाई के गर्नु पर्दा प्रिकम्पोजै गर्नु पर्यो हैन यसमा गएर जस्तो कन्ट्याक्ट डिटेल्स डिटेल्स आइकनहरु अब के छ फोनको तिनीहरुको जुन ल्याउनु छ पीएनजी डाइरेक्ट भेट्यो भने पीएनजी लिएर हाल्दिने हैन आइकन पीएनजी अनि सिंगल छ नि यो त पीएनजी त यो पीएनजी हो यो पनि पीएनजी हो नआइलेलाई यसैलाई सेभ एज डेस्कटपमा वेबमा हो दिँदैन यसलाई दिन्छ कि हेरौँ उता गएर कहाँ थियो हाम्रो यहाँ छ डबल क्लिक टेस्टमा राखेको थियौँ के राखेको थियौँ भने यो र हैन यहाँ छ यसलाई लिएर यहाँ राख्दिउँ यसलाई स्केलिङ डाउन हो अब यसको चाहिँ स्केलै गर्दा हुन्छ अरु त यसको राम्रो देख्दैन जस्तो लाग्यो स्केलमा गएर 0 हालेर
यसलाई चाहिँ कस्ता यहाँ आइसकेपछि बल्ल यो चाहिँ एनिमेसन सुरु होस्। F9 फर एजी इन ग्राफ एडिटरलाई थोरै यस्तो पारिदियो। होइन मेन कम्पोजिसन हाम्रो आइसक्छ जे त्यहाँ भन्यो। कुरो बुझ्नुभयो? पछि चाहिँ जहाँ गरे पनि त्यहाँ हामीले जहाँ राखे पनि त्यो आउने भयो भयो, होइन प्रिकम्पोज जहाँ गर्दाखेरि पनि उता गर्दाखेरि पनि उता आउने भयो, यता गरे पनि उता जाने भयो। नाम थाहा हुनु पऱ्यो हामीलाई होइन के बनाउने। अनि अब तपाईँहरू जस्तो यहाँ यो फोटो पनि हामीलाई क्लियर नचाहिने भए कहाँ छ फोटो यो होइन। यसको पनि हाम्रो टी भनेको ओपेसिटी हो। यहाँ घटाइदिएपछि यो हल्का कतिसम्म राख्ने त होइन त्यहाँ आउने भयो। अब यो कलर कुन थियो यो कलर भएको हुनाले यो यस्तै कलर टोन फालिरहेको छ यसले। अब एड बनाउनलाई तपाईँलाई चाहिने यति नै हो खास होइन। सर जाने यता के चाहियो अनि लास्टमा सर र टेक्स्टहरू निकालेर हालिदिएपछि अब हाम्रो के छ लाइभ नेपाल यहाँभित्र हाम्रो पिएनजी नेम प्लेट लोगो संरचना नेम प्लेट अडियो नेम प्लेट्स for scale यो हजुरले बनाउनु भएको आफै त्यही अब पनि यसैमा हाल्न मिल्यो। त्यो अडियो मैले हालेपछि अडियोको लेयर छुट्टै देखाउँछ कि के हुन्छ? यहीँ छ त अडियो लेयर चाहिँ नदेखाउनु रहेछ कि लेयर छुट्टै हुँदैन अडियोको। त्यसैमा अन अफ गरेर हेर्नुपर्छ। यति भएपछि तपाईँहरूको अब बाँकी तपाईँहरूले यसलाई अझ मेहनत गर्नु पऱ्यो। कुरोकानी त्यही हो होइन। जति तपाईँले यसलाई आफ्टर इफेक्ट भनेको अलि घुरेरै काम गर्ने चिज हो। यो चाहिँ जस्तो यहाँ चाहिँ काम गर्ने त्यहाँ चाहिँ ठुलो स्क्रिनमा देख्नु हुँदैन नि। जो पनि देखिन्छ यसको के सेटिङ बिग्रिएको छ जस्तो लाग्यो क्या। देखिन्छ यहाँ आउँछ यो त्यो त नत्र भने हामी दुईवटा तिनवटा कम्प्युटर चाहिँ जोड्ने अनि काम चाहिँ एउटा मात्रै गर्ने। यसरी गरे पनि हुन्छ। यहीँबाट पिक गरेर यसलाई यहाँ लिने होइन। यो यहाँ हेर्ने भयो। अब यहाँ काम गर्दा केही फरक पर्दैन। रेकर्ड भइरहेको छ त्यही सिङ्गल रेकर्डले गर्दाखेरि पनि हो। अब यो यहाँ चाहिँ यसलाई चाहिँ हामी दुईवटा मोनिटर भए इनफ हुन्छ कि तिनवटा किन राख्छन् सर? त्यो म्युजिक भिडियोमा चाहिँ अब एउटामा चाहिँ ऊ मात्र हेर्न खोज्छ नि त, मात्रै? फाइलहरू मात्र हेर्न खोज्छन्। त्यस्तो भएपछि अनि अलिक गाह्रो हुन्छ। के नाम भन्नुभयो भनेपछि के राखौँ यसको? मोर्निङ एड फोटो एनिमेसन एड फोटो एनिमेसन एड भनौँ न। फोटो
एड रेकर्ड चाहिँ हामी अफ होइन, यो नै गरौँ न। यसलाई स्टप नगरौँ एकैछिन। त्यो रेकर्डै गरेको पनि के अरे त्यो गरेको गरौँ। प्ले गरेको सेभ गरे पछाडि अँ, बल्ल बन्द गरौँ क्या रेकर्ड। सेभ गरेको चाहिँ कहिले बेच्नु चाहिँ सेभ सेभ त भइसक्यो यो सेभ भइसक्यो। अब उ गर्नु पऱ्यो नि त, एक्सपोर्ट गर्नु एक्सपोर्ट पऱ्यो। एक्सपोर्ट गर्ने भए यसलाई कहाँ राख्ने भन्ने कुरो हो। मैले यो त्यत्तिकै हालिदिएको छ। यो हो होइन त, यसलाई एउटा पोजिसन त दिनु पऱ्यो नि त यसलाई। यसलाई माथि, यसलाई यहाँ राख्नु। मिल्छ पुरै माथि त्यहाँ राख्नु मिल्यो, त्यो न त जहाँ राख्दा पनि मिल्यो ट्याक्कै। अहिलेलाई यो भयो, यो होइन हाम्रो अर्को कम्पोजिसन, यसलाई अलिक तल राख्दियो। त्यो चाहिँ तल बस्नु राख्नु। यसरी राख्ने